मलाई चाहिँ अहिलेसम्म हेरेको नेपाली मुभीहरूमा एक्सनमा त्यो सिन साउन्ड म्युजिक हुन्छ नि एकदमै खतरा लाग्यो। साउथ इन्डियन टाइपको पनि होइन, हिन्दी टाइपको पनि। अनि अब हाम्रो देशको कल्चर, अहिलेको राजनीतिक अवस्था, भ्रष्टाचार लगायत समसामयिक विषयमा चाहिँ अहिलेसम्म हेरेको मुभीहरूमध्येमा चाहिँ एकदमै खत्रै लाग्यो मलाई चाहिँ। मुभी त मलाई एकदमै राम्रो लाग्यो। एक्सन मुभी चाहिँ अलि आउनै पर्छ मार्केटमा है। जस्तो 12 गाउँपछि यो मुभी चाहिँ मलाई बाबाले लाग्यो, राम्रो लाग्यो। साउथ मुभीहरू हेरेर हुन्छ नि त, अब यस्तो फाइटहरू यताउता। नेपालमा ठिकै लाग्यो। सबैभन्दा राम्रो भनेको अब विराज दाईको त पहिलादेखि पनि राम्रो थियो एक्सनमा होइन। अहिले झन् उहाँ एकदमै यङ इनर्जेटिक भएर आउनु भएको छ कि। उहाँको एजको हिसाबले त अझै बुढो देखिनुपर्ने, अझै यङ देखिनु भएको छ कि उहाँले। उहाँको एक्सन, त्यो हाइट हुन्छ नि, इन्ट्री एक्सन त एकदम बबाल के, इन्टरनेसनल लेभलभन्दा पनि टप होइन। मलाई त यो प्रायः जसो अब आजकल हामी हिन्दी हेर्ने हुनाले नेपाली कम हेर्छौँ। म आयुष भाइ अब नयाँ टिम आएछ भनेर हामी आएको थियौँ। सबैभन्दा राम्रो भनेको विराज दाईको चाहिँ त्यो फाइट छ नि, एक्सन एकदमै के एकदम खतरा। त्यो एक्सन मुभी मनपर्नेहरूका लागि चाहिँ छुटाउनै नहुने मुभी हो यो। अनि एक्सनहरू गीतहरू राम्रो छ मेन त। अनि मलाई चाहिँ एकदम मन परेको चाहिँ ब्याकग्राउन्ड म्युजिक एकदम मन पर्यो। एकदमै राम्रो लाग्यो एक्सनहरू चाहिँ। जस्तो डायलग बोल्दाखेरि त्यो आउने साउन्डहरू चाहिँ राम्रो लाग्यो, जस्तो म्युजिकहरू। त्यो नेपाली मुभी त हेर्नै परिहाल्यो होइन। अब त्यसमा पनि अब पहिलाको भन्दा अहिलेको जेनेरेसनले हेर्ने टाइपको मुभी छ नि त। अब सबैलाई मनपर्ने टाइपको एक्सनहरू, गीतहरू, अब झन् ट्रेन्डिङ सङहरू नै छ यसमा। अब टिकटक स्टारहरू पनि छ, त्यही भएर सबैले हेर्नुहुन्छ होला। किन हेर्नुपर्छ भन्दाखेरि प्रायः जसो अहिले हामी नेपाली मुभी, हिन्दी, इङ्ग्लिस, अरू मुभी हेर्ने बानी परेका हुन्छौँ प्रायः जसो होइन। यो चाहिँ तपाईँको हुम्लाको लिमी भनेर गीत आएको छ नि, तपाईँको हुम्लाको त्यो कास्ट कल्चर देखि लिएर अहिलेको जो मोडर्नाइज नयाँ यो देशमा भएको अन्याय, अत्याचार, भ्रष्टाचार टाइपको छ नि, यो सबै कुरा समेटिएको छ कि। तपाईँको गाउँको मान्छेले पनि हेर्न मिल्ने, सहरको मान्छेले पनि हेर्न मिल्ने। क्युएफएक्स आएकोमा त 10-15 साल भइसक्यो। क्युएफएक्समा त अब त्यही त हो नि, साउन्ड सिस्टम, यहाँको म्यानेजमेन्टदेखि लिएर सबै कुराहरू राम्रो लाग्छ। क्युएफएक्सको चाहिँ राम्रो लाग्ने चाहिँ अलिकति, म चाहिँ चितवनबाट हो खासमा चाहिँ। यो डबिङमा फर्स्ट टाइम हो। जस्ट ठुलो रहेछ क्युएफएक्स यो चाहिँ। हजुर, म चाहिँ नेपाली मुभी चाहिँ हेरेर हुन्छु। किन भन्दाखेरि वेडनेसडे थर्सडे चाहिँ अब 200 हुन्छ नि त चितवनतिर चाहिँ। त्यही भएर म वेडनेसडे थर्सडे पारेर गइरहेको हुन्छु। नजिकै पनि छ अनि एकदम पाइक पर्छ यहाँ चाहिँ। अनि हामी चाहिँ न्यू मुभी आउने बित्तिकै आइहाल्छौँ कि फ्राइडे स्याटरडे आइहाल्छौँ यहाँ चाहिँ।